ल साथी हो, आज फेरि धेरै दिनको अन्तरालपछि एउटा फेरि आज सानो भिडियो देखाउन गइरहेछु। के गर्नु हेर्नुहोस्, आज चाहिँ अलिक सानो मग छ, अस्ति त अलिक ठुलो मगमा देखाउँदै थिएँ। यो फिका चिया खाएर त फिगर बनिन्छ कि भनेको थिएँ, सबै गइसक्यो साथीभाइ, हेर न। अनि त्यसले गर्दाखेरि चाहिँ अस्तिको चाहिँ ठुलो थियो, आजको चाहिँ अलिक सानो छ। अनि फिका चियाले चाहिँ गइसक्यो साथीभाइ हो फिगर। अनि अस्ति मैले भिडियो कति लाउन सकिनँ, यसले गर्दाखेरि आज म सानो भिडियो हजुरमाझ लिएर आएको छु, हेर्नुहोस्। अनि आजको सब्जी चाहिँ छ यो, हेर्नु होला, निग्रो छ। आज चाहिँ निग्रो आयो चाहिँ, निग्रो मजाले पकाएर खाने हो। अनि बजारको सब्जी नखाने हो। यो निग्रो काट्नुको लागि चाहिँ यहाँ छुरी पनि लिएर आइरहेको छु हजुरमाझ। अनि काट्ने सामग्रीहरू चाहियो भने कमेन्ट गर्नु होला, म लिएर हजुरहरूलाई देखाउने छु। खाएकोदेखि यो ल्याएर उँधो बजारबाट ल्याएर खाइँदैन, सबै अब घरकै यताकै खाइन्छ। उँधोको बजारको भनेको चाहिँ तेल प्याज टमाटर मात्रै हो, अरू कुरो सबै चामल अनि अरू कुरो सबै घरकै। साथीभाइ भिडियोहरू नभुल्नु होला, लाइक कमेन्ट गर्नु नभुल्नु होला, मेरो भिडियोहरू हेर्नु गर्नुहोस्। अनि म एक दुई दिनदेखि म एकदम राम्रो भिडियोहरू हजुरहरूलाई देखाउने छु। यति भन्दै मेरो यस सानो निग्रोलाई को कुरालाई म यति भन्न चाहन्छु।